Hello Satiru, good afternoon. So Tasitile Fabulous, welcome back to my new video. So म चाहिँ after long time फेरि भिडियो लिएर आएको छु आज चाहिँ है after long time बादमा. So आज चाहिँ म जानु आँटेको छु घुम्नु लागि रेडी सेटी भइसक्यो हैन. अब चाहिँ म गाडी बुक गर्छु अल्टो त्यहाँदेखि चाहिँ जानु पर्ने हुन्छ है. लोकेसनमा पुगेर तपाईहरुलाई अब चाहिँ हामी गाडीमा यस्तो फोनहरु दिँदो रहेछ हैन हेडफोन लगाएर सुन्नु पर्ने रहेछ है यता रहेछ यहाँ रहेछ वेट एट दबाउनु नि एट दिदी एट आजको दिन चाहिँ नाच चाहिँ खराब हुनु पर्यो फाइनली हामीले चाहिँ घुमेर पनि सक्यो साथीहरु है फोनहरु यसलाई चाहिँ पुरा पानी पर्ला जस्तै भइरहेछ हो बाहिरको है यो चाहिँ बाहिरको नजरिया यो चाहिँ बाहिरको रहेछ हैन पानी परेर अहिले चाहिँ पानी परिसकेको नजारा हो यहाँ चाहिँ छ दिदी है कस्तो लाग्यो तपाईलाई एकदम बढिया छ बेंगलोरमा हुनेर घुम्नु आउनु यहाँ बेंगलोर प्लेसमा यो चाहिँ यसरी बाहिरको नजरिया चाहिँ एक्सपिरियन्स कस्तो भयो तपाईको एकदम बढिया बढिया छ है जग्गा पनि बेस्ट हामी चाहिँ 4-5 सालमा मुड खराब गर्थे है नभए चाहिँ सब बढिया सो हैन साथीहरु हामी चाहिँ आयो घुम्यो हैन जग्गाहरु पानी परेर चाहिँ मुड खराब भयो अदरवाइज हिस्टोरिकल प्लेस हो दामी रहेछ बढिया रहेछ हामी चाहिँ कम्प्लिटली घुम्नु चाहिँ सकिन घुमेन पनि कम्प्लिटली चाहिँ त अहिले चाहिँ पानी अलिक रहेर त्यही भएर हामी यस्तो बाहिर फोटो सोटो खिच्नु लागि निक्लेको हेर्नु सक्नुहुन्छ भ्यू खतरा दामी छ है भ्यूहरु चाहिँ हामीले अलिअलि फोटोहरु पनि खिचेको छैन हैन भित्र पनि मलाई त फोटो भिडियो एलाउड थिएन तर पनि मैले त गरिदिएको छु हैन म एडिट गरेर तपाईहरुलाई पनि देखाउँछु कति जना टिकट पनि एफोर्डेबल छ के प्राइस ज्यादै महँगो छैन हैन हर कोही आएर घुमेर जानु सक्छ है हेर्नु सक्नुहुन्छ पनि रहेछ यी घुम्ने जग्गा चाहिँ तर हामी घुम्दैन अब पानी पर्दैछ हैन पानी परेपछि पुरा हिलो भइसक्यो नि त नभए चाहिँ राम्रै हो जग्गा चाहिँ दाम बढिया छ है प्यारिस चाहिँ हिस्ट्री पनि दामी छ हैन जग्गा पनि राम्रो छ एकदम यस्तो छ हामी दुईजना छ अनि यहाँ हेर्नु सक्नुहुन्छ दुईजना चाहिँ जाँदैछ अब पानी परेर हैन पानी परेर चाहिँ तर पुरा खराब भयो खोइ बल्ल बल्ल घुम्न आएर हो कि क्या पुरा पानी पऱ्यो साथीहरु हैन साथीहरु हामी फिनिक्स मल जाने काम छ फिनिक्स मल जाने हैन गाडी बुक गरेको थियो तर बुक भएको छैन तर अब जानु पर्ने हुन्छ है पानी परिरहेछ अहिले पनि कहाँबाट मान्छे घुम्न आइरहेछ पानी परिरहेछ अहिले पनि यो चाहिँ बाहिरबाट नजरिया हो पानी परेर रोक्यो अहिले चाहिँ 5 बजी सकेन
गाडी नपाएर बसिरहेछ। गाडी पनि बुक भएको छैन पानी परेर हो। यिनीहरूले पनि हामीलाई पुरा लुट्नु खोज्दैछ नि त। त्यही भएर 500 रुपियाँ माग्दैछ फ्लिक्स मल जानु लागि चाहिँ। यहाँबाट 14 किलोमिटर छ नि त। बाघको नजरिया अहिले चाहिँ हामी मेट्रोमा जानु आँटेको है। फर्स्ट टाइम आफै टिकट गरेर, नभए चाहिँ अर्काको भरोसामा त हिँड्थेँ म चाहिँ होइन। फिनिक्स मल पनि आइपुगेँ साथीहरू। फाइनली हामी चाहिँ यहाँ पनि के लागिरहेको थियो बच्चाहरूको खेल्नेहरू। हलिडे ल्यान्ड अरे कति दिन बादमा पो आएको त म त। म जानु 3 वर्ष अब चाहिँ हामी फर्केर गएको होइन। टाउको दुखेर चाहिँ बढ्नु आँटेको टाउको दुख्दैछ। फिनिक्स मलमा पनि काम साम भयो होइन। अब चाहिँ फर्केको